नमस्कार दर्शक महानुभावहरू, म ज्योतिष निर्मल पौडेल। 2082 साल लागे सँगसँगै कर्कट राशिको लागि के कस्तो रहनेछ त? यसै त कर्कट राशिको राशि स्वामी भनेको चन्द्रमा ग्रह यो सालमा मन्त्री बनेर आएको छ। 82 सालको राजा सूर्य र चन्द्रमा मन्त्री। लामो समयबाट धेरैजनाले दुखेसो पोख्नुहुन्छ कि कर्कट राशि त धेरै दुखिया राशि रहेछ, कहिल्यै पनि सुख पाइएन भनेर धेरैजनाले गुनासो गर्नुहुन्छ। वास्तवमै कर्कट राशिको स्वामी चन्द्रमा मनसँग रिलेटेड हो, मनसँग सम्बन्धित ग्रह हो। चन्द्रमाको ब्यालेन्समा उतार चढाव आउँदाखेरि यस्ता जातकहरूलाई कहिले हाँसो कहिले खुसी, तर खुसी धेरै समय टिक्न नसक्ने हुन्छ। कर्कट राशि भएका मान्छेहरू असाध्यै धेरै सहन सक्ने क्षमता भएका हुन्छन्। आफ्नो मनभित्र भएका पीडालाई झ्याप्पताप्प कसैलाई पनि व्यक्त गर्न नसक्ने स्वभाव हुने गर्दछ। मनभित्रभित्रै धेरै चिन्तित हुने, मनभित्रभित्रै धेरै कुराहरू खेलाउने स्वभाव भएको यो राशिका जातकहरूलाई अलिकति चन्द्रमाको उतार चढाव हुँदाखेरि चाहिँ जीवनमा धेरै किसिमका उतार चढावहरूलाई भोग्नुपर्ने हुन्छ। र कर्कट राशि एउटा यस्तो राशि हो, असाध्यै धेरै परिश्रम गर्ने, मेहनत गर्ने र जस भन्ने कुरा चाहिँ जसमा चाहिँ गाली पाउने। हरेक काम जति काम बन्छ त्यो बनेको काममा कसैले पनि प्रशंसा गर्दैन। जब एउटा काम मात्रै बिग्रिन्छ अथवा आफूले राम्रो गरेको काममा पनि कर्कट राशि भएका व्यक्तिले एकदम कमै मात्रामा स्याबासी पाउने गरेका छन्। तसर्थ कर्कट राशि एकदमै संवेदनशील राशि हो। कर्कट राशिका व्यक्तिहरू अन्य राशिका तुलनामा धेरै दयालु हुन्छन्, धेरै मनकारी हुन्छन्। तर के गर्नु, जति नै दयालु भए पनि, जति नै मनकारी भए पनि कर्कट राशि भएका व्यक्तिका लथा लिङ्ग शत्रुले चारैतिर घेरेका हुन्छन्। केही उन्नति गरौँ भन्यो समस्या र बाधाहरू मात्रै उत्पन्न हुन्छन्। यस्तो किसिमको राशिमा पनि 2082 साल लागेसँगै कर्कट राशिको लागि 12 वटा राशिमध्ये सबैभन्दा राम्रो योग जुरेको छ। दर्शक महानुभावहरू, तपाईको कर्कट राशि छ भने तपाईको राशि स्वामीले यो सालभरि चन्द्रमाले राज गर्दैछ। अब यो सालमा तपाईले आर्थिक क्षेत्रमा राम्रो तरिकाले फड्को मार्न सक्नुहुन्छ। यस सालमा बृहस्पतिको प्रभाव अति नै सकारात्मक रूपमा तपाईको राशिमा पर्दैछ। बृहस्पति भनेको ज्ञान, विद्या, बुद्धिसँग रिलेटेड ग्रह हो। अब तपाईको विरोध गर्नेहरू तपाईलाई समर्थन गर्न आइपुग्नेछन्। लामो समयबाट रोकिएका कार्यहरू अब सुचारू हुनेछन्। वैदेशिक यात्रा अथवा विदेशमा हुनुहुन्छ भनेदेखि वैदेशिक क्षेत्रका कार्यमा तपाईलाई लाभ मिल्नेछ। विशेष रूपले तपाईको लागि व्यापार, व्यवसाय, रोजगारी र पद प्रतिष्ठा वृद्धि हुने योग पनि तपाईको राशिमा बनेको छ। नोकरी गर्नुहुन्छ, उच्च ओहदामा रहनुहुन्छ, पद प्रतिष्ठा र तपाईले विलासिताको वस्तु प्राप्ति, गाडी वाहन, घर परिवार, पारिवारिक सम्बन्ध, सन्तान, बालबच्चा सम्पूर्ण क्षेत्रमा तपाईका सूचकहरू अब सकारात्मक रूपमा अगाडि बढ्नेछन्। केही नयाँ कार्य गर्ने सोच विचार गर्दै हुनुहुन्छ, त्यस्तो छ भने 2082 सालमा तपाईले कुनै पनि नयाँ कार्यको थालनी गर्न सक्नुहुन्छ। दर्शक महानुभावहरू, यो सँगसँगै तपाईलाई विशेषतः डायमन्ड योग भनेकै वैदेशिक यात्रा र तपाईको व्यापारजन्य कर्म गर्ने सोच छ भनेदेखि तपाईको लागि यो चाहिँ एकदमै महत्त्वपूर्ण समय रहनेछ। र यसै गरी तपाईको लागि यो सालमा केही मुद्दा मामिला लाग्ने डर भने, त्रास भने तपाईलाई रहन्छ। अलिकति सचेत रहनुपर्ने हुन्छ। जेठ र असार महिनामा तपाईलाई के आर्थिक क्षति र चैत महिनामा तपाईलाई मानहानि हुने, अपमान हुन सक्ने एउटा सम्भावना रहन्छ। त्यसका बावजुद पनि मित्रहरूसँगको भेटघाट, तपाईको टाढाको यात्रा, तीर्थयात्रा अथवा घरमा माङ्गलिक कृत्य हुने योग पनि तपाईको राशिमा परेको छ। यो सँगै तपाईले आफ्नो कुण्डलीमा भएको चन्द्रमाको अवस्था हेरेर तपाईलाई 2082 सालको अझै धेरै जानकारी लिन सक्नुहुन्छ। यो चन्द्रमाको फल हो र तपाईको कुण्डलीमा चन्द्रमा उच्च छ, नीचो छ अथवा सो राशिमा छ, त्यो कुराहरूको अवस्थाहरू जानकारी लिएर तपाईँ अगाडि बढ्नु होला। यो सालभरि भगवान शिवको उपासना, शिवको भक्ति, रुद्राक्षको धारण, सोमबारको दिनमा चोखो खानु र सेतो वस्त्रको र सेतो टीकाको धेरै प्रयोग गर्दाखेरि तपाईको भाग्य अझै चम्कने हुन्छ। कुनै पनि शुभ कार्य गर्नु पूर्व दही खाएर तपाईले कार्यलाई आरम्भ गर्नु होला अथवा भगवान शिवको नामलाई स्मरण गरेर आरम्भ गर्न सक्नुहुन्छ। दर्शक महानुभावहरू, तपाईहरूले अब आर्थिक लगानी अथवा आर्थिक कारोबार गर्ने महिना
2082 सालमा तपाईलाई आर्थिक दृष्टिकोणबाट वैशाख महिना तपाईलाई उपयुक्त महिना रहनेछ भनेदेखि जेठ, कार्तिक र पुष महिना पनि तपाईलाई उपयुक्त महिना छन्। तर जेठमा केही नोक्सानीको योग पनि बनेको हुनाले जेठमा भन्दा तपाईले वैशाख, कार्तिक र पुष महिनामा आर्थिक कारोबार अथवा नयाँ कामको सुरुवात गर्नुभयो भने तपाईलाई असफलतातर्फ फर्कनु पर्दैन। दर्शक महानुभावहरू, तपाईले आफ्नो जन्म कुण्डली अनुसार पनि, जन्मेको समय अनुसार पनि तपाईको जन्म कुण्डली चिना हेराउन चाहनुहुन्छ र तपाईले कसरी हेराउने होला, मेरो त चिना छैन भन्ने चिन्तामा हुनुहुन्छ भने पनि तपाईको जन्ममिति र जन्म समय अनुसार तपाईले आफ्नो चिना विश्लेषण गराउन सक्नुहुन्छ। त्यसको लागि हाम्रो स्क्रिनमा भएको नम्बरमा व्हाट्सएप मार्फत तपाईले सम्पर्क गरेर आफ्नो अन्य थप जानकारी पनि लिन सक्नुहुनेछ। सम्पूर्णले हाम्रो पेजलाई लाइक, फलो र हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला भन्दै अर्को भिडियोसम्मका लागि म ज्योतिष निर्मल पौडेल बिदा चाहन्छु। नमस्कार।